थोरै कुरा तपाईँहरूसम्म मैले राख्न गइरहेको छु र विशेष गरेर अब यो अहिले देश नेपालको बारेमा हेर्ने हो भने एकदम विवाद तपाईँ हाम्रो यो अलिकति अब ज्ञान चेतना दिमागमा चाहिँ अलिकति सही सोच नभएर हो कि किन यस्तो विवाद भइरहेको छ म अचम्म लाग्छ है। तब हामीलाई यो देश नेपाललाई के चाहिएको, यो देशमा शान्ति सुरक्षा चाहिएको, तपाईँ हामी सबै मिलेर बस्नुपर्छ। यो देश नेपालमै तपाईँको चाहिँ के अरे अब रोजगार चाहियो, हामीलाई जागिर चाहियो र हामीलाई पनि चाहियो र हाम्रो आउने पिँढीहरू सन्तानहरू चाहियो। त्यसको लागि हामीले कसरी चाँचो बाँचो मिलाएर अगाडि बढ्ने भन्ने खालको सबभन्दा ठुलो चासोको विषय चाहिँ त्यो हो है। त्यसले गर्दा तपाईँ हामीले गम्भीर भएर सोच्ने बेला भएको छ। तपाईँ हामी तामाङ राई विवाद गरेर, लिम्बू राई विवाद गरेर, मगर के अरे तामाङ राई इत्यादि हामी सबै हामी आफूमा विवाद गऱ्यो भने अनि विवाद गरिराखेर हामी चाहिँ हामी कहिलेसम्म बस्ने, हाम्रो चेतना कहिले आउँछ। हामी विवाद गर्ने होइन, अब तपाईँ हामी चाहिँ मिल्नुपर्छ। मिलेर कसरी यो देश नेपालमा चाहिँ रोजगार के अरे विकास निर्माण कसरी गरिन्छ र नेपाली समाज जनतालाई रोजगार कसरी दिन सकिन्छ भन्ने खालको त्यो खालको कन्सेप्ट र दिमाग र चेतना र हाम्रो के अरे भिजन र डिजाइन बनाएर चाहिँ अगाडि बढ्ने बेला समय आएको छ मित्रहरू। तपाईँ हामी विवाद नगरौँ, विवाद गरेर केही फाइदा छैन। तपाईँ हामी झगडा गर्छौँ, रिसारिस गर्छौँ, एकछिनलाई त्यो केही छैन होइन, त्यो नगरौँ। त्यो गरेर हामीलाई फाइदा छैन र हामी आउने पिँढीलाई के आउने पिँढीलाई के अरे आउने जेनेरेसन टु जेनेरेसनलाई सबलाई के सुख र समृद्धि हुने बाटोमा चाहिँ हामी लाग्यो कि अगाडि है। विवाद नगरौँ। तपाईँ हामी यसरी विवाद गरेर पहिले पनि विवाद गरेको कारणले गर्दा तपाईँ हामी पछाडि रहेका छौँ। तपाईँ हामी अब आफ्नो घमण्ड देखाउने, अब विवाद गर्ने, अनि हामीले चाहिँ के गर्नु छ त हौ विवाद गरेर। हामीलाई त चाहिएको यो देशमा सुख र समृद्धि चाहिएको होला नि त है। तपाईँ हामी विदेश जानु नपरोस्, यही देशमा रोजगार होस् हामीलाई। तपाईँ हामी मिलियो भने, हाम्रो दिमाग मिलाएर एक भइयो भने त पक्कै पनि यो देशमा विकास निर्माण गर्न सकिन्छ नि। र यो देश नेपाल भनेको तपाईँको हाम्रो एकदम सानो देश हो कि यो देशमा तपाईँ हामी ठ्याक्कै मिल्यो भने यहाँनिर विकास निर्माण गर्न सकिन्छ। र हाम्रो सोच हाम्रो सोच के छ भने यो देशमा कलखाना उद्योग खोलोस् होइन, अनि यो देशमा कृषि उत्पादन होस्, नेपाली समाज जनतालाई यहाँ रोजगार होस् भन्ने हाम्रो विचार छ भने आधी पाटोकै हाल विचार छ भने आधी पाटो मानिसहरू विचार कस्तो छ तपाईँलाई थाहा छ। यो देश नेपालमा कलखाना उद्योग नहोस्, यो देश नेपालमा के अरे कृषि उत्पादन नहोस्, नेपाली समाज जनताहरू भोकै बसोस्, नाङ्गै बसोस्, खान नपाओस्, खानको लागि विदेश काम गरेर गुलामी गरेर विदेश जाओस् भन्ने आधी पाटो मान्छेको सोच भएको कारणले गर्दा तपाईँ हामी के अरे यहाँनिर दुःख र गरिबी पनि भइरहेछौँ। त्यसमा चाहिँ यस्तो खालको हामीले नबुझेर एक आपसमा हामी नै फाटो गर्ने, विवाद गर्ने, झगडा गर्नेतिर लाग्यो भने त पक्कै पनि हामी धेरै पछाडि हुनेछौँ हजुर। त्यसले गर्दा तपाईँ हामीले बुझ्नुपर्छ है। तपाईँ हामी जसरी हुन्छ मिल्नुपर्छ, तपाईँ हामी मिलेर अगाडि बढ्नुपर्छ। तपाईँ हामी नमिलेसम्म यो देशमा हुनेलाई केही छैन। अब तपाईँले राईले के अरे लिम्बूलाई हेर्ने, लिम्बूले राईलाई हेर्ने, मगरले के अरे तामाङले के अरे गुरुङलाई हेर्ने, अब होइन यसरी नेवारले के अरे अब शेर्पालाई एक आपसमा अर्कालाई हेराहेर गर्ने होइन, कसले गर्छ भने त्यो तपाईँ हामी कसैले कसैलाई हेर्नु पर्दैन। तपाईँ हामी सबै एक हुनुपर्छ र यो देशमा विकास निर्माणको लागि एउटै आवाज हुनुपर्छ। यो देश नेपालमा अब कलखाना उद्योग चाहिन्छ र यो देश नेपालमा तपाईँ कृषि उत्पादन गर्नुपर्छ र नेपाली समाज जनतालाई यही देशमा नेपालमा बस्ने वातावरण हुनुपर्छ, विदेश जानु हुँदैन। यही देशमा के अरे जागिर हुनुपर्छ, रोजगार हुनुपर्छ भन्ने हाम्रो कन्सेप्ट र दिमाग भएर पक्कै पनि हामीले गर्न सकिन्छ। तर तपाईँ हाम्रो एकताको आवश्यक छ है मैले देखेको। तर विवाद नगरौँ है मित्र, विवाद गरेर चाहिँ कामै छैन। जब विवाद गरिन्छ तपाईँ हाम्रो कामै छैन कि कामै छैन, यो धरतीमै कामै छैन। ल सत्य कुरा भनेको म एउटा सिधा मान्छे, मैले बोलेको कुरा तपाईँलाई कस्तो लाग्छ, तर सत्य कुरा भनेको त्यही हो। तपाईँ नमिलेसम्म यसको के अरे हामी केही गर्न सकिँदैन। जब मिल्छ तपाईँ सबै कुरा गर्न सकिन्छ। त्यसले गर्दाखेरि तपाईँ हामी एक हुनुपर्छ। सानोतिनो अब हिँड्दाखेरि कति ठेसहरू लाग्छ, खुट्टामा घाउहरू चोट लाग्छ, आफू हिँड्नु नजान्दाखेरि त्यसरी कहिले आफ्नो कुनै कारणले कसैलाई साथीलाई ठेस लागेको छ भने त्यो कुरालाई चाहिँ अब साथीभाइसँग मित्रता फेरि नजिक गरेर बहस छलफल गरेर त्यसलाई चाहिँ रियलाइज गरेर के अरे जुन अब के अरे हामीले गरेको गल्तीहरूलाई चाहिँ रियलाइज गरेर मिलेर होइन तपाईँ फेरि अगाडि बढ्नुपर्छ र विवाद गर्नुहुन्न है। म यही भन्न चाहन्छु, तपाईँ मिल्यो भने पक्कै पनि यो देशमा हामीलाई पनि सुख हुनेछ, आउने पिँढीलाई सुख हुनेछ। तर तपाईँ हामी विवाद गऱ्यो भने तपाईँ हामी नै जुझेर मरिन्छ, अरू कसैले केही गर्दैन, तपाईँ हामी सिद्धिन्छौँ। त्यही हो मैले यही देखेको है। तपाईँहरू बुझ्नु होला मेरो कुरा, तपाईँहरू सोच्नु होला एकचोटि। तपाईँहरू विद्वान हुनुहुन्छ, तपाईँहरूको के अरे बुद्धि छ, ज्ञान छ, विवेक छ, तपाईँहरूसँग भिजन छ। भिजन भएर पनि अब तपाईँले अलिकति मिलेर सबै साथी मित्रहरू मिलेर अगाडि बढ्यो भने पक्कै पनि हामी हाम्रो भिजनहरू हाम्रो डिजाइनहरू सफल गर्न सकिन्छ र हामीलाई सुख र समृद्धि मिल्नेछ। तर हामीमा विवाद गऱ्यो भने पक्कै पनि हामी फसिनेछौँ, हामी नै बिग्रिनेछौँ। आखिर कसको सेखी झार्नु छ र तपाईँ हामी आफू दाजुभाइ झगडा गरेर विवाद गरेर त्यसो गरेर मिलेर अगाडि बढ्नुपर्छ भने तपाईँलाई थोरै जानकारी दिँदै तपाईँहरूबाट बिदा हुन्छ है। हस्त धन्यवाद।